गोली चलाउन पाइँदैन। मुकुङलुङ गोलीकाण्डको छानबिन गर। केबुल कारका भ्रष्टाचारको छानबिन गर। झुटा मुद्दा लगाएर दुःख दिन पाइँदैन। धर्ममा व्यापारीकरण बन्द गर। राज्य आतंक बन्द गर। प्रहरी दमन र ज्यादती बन्द गर। केबल कार निर्माण खारेज गर। मुकुङमा केबल कार चाहिँदैन। गोली हान्न आदेश दिने सिडिओलाई बर्खास्त गर। थुङलिङ काण्डको दोषीलाई कारबाही गर। थुङलिङ काण्डको न्यायिक छानबिन गर। मुकुङलुङ संरक्षकहरूको सम्मान गर। आज जुन हाम्रो यो मुकुलुङ संरक्षणको लागि हामी आज यो कुपण्डलको हामी पुलबाट हामी अगाडि बढिरहेका छौँ। आज शान्तिपूर्ण र सौहार्दपूर्ण चाहिँ हामी यो र्यालीलाई अगाडि बढाइरहेका छौँ र संयमपूर्वक सबैजना अगाडि ब्यानर सहित आइदिनु हुन अनुरोध गर्दै म फेरि नारालाई अगाडि ल्याउन चाहन्छु। थुङलिङ काण्डको दोषीलाई कारबाही गर। थुङलिङ काण्डको दोषीलाई कारबाही गर। थुङलिङ काण्डको न्यायिक छानबिन गर। थुङलिङ काण्डको न्यायिक छानबिन गर। छानबिन गर। मुकुलुङ संरक्षकहरूलाई अपराधीकरण गर्न पाइँदैन। मुकुलुङ संरक्षकहरूलाई अपराधीकरण गर्न पाइँदैन। मुकुलुङ संरक्षकहरूलाई अपराधीकरण गर्न पाइँदैन। सम्पूर्ण योद्धाहरूलाई म फेरि पनि विनम्र अनुरोध गर्दछु, जति पनि छौँ हामी सडकमा सुत्नेछौँ। यो धेरै बेर होइन, खालि 2 मिनटको लागि मात्रै। धेरै योद्धाहरू बाहिर बसिराख्नु भएको छ। उहाँहरूलाई म विनम्र अनुरोध गर्दछु, मुकुङलुङ युवा मागसँग हामी प्रार्थना गर्नेछौँ। यो केवल कार जस्तो एउटा ज्यानमारा हामी निहत राज्यमाथि गोली ठोक्ने, हामीलाई निर्मम दमन गर्ने, हामीमाथि चाहिँ जघन्य अपराध गर्ने यो परियोजना अविलम्ब खारेज हुनुपर्छ र यो खारेजको लागि हामी सम्पूर्ण मुकुङलुङ योद्धाहरू सडकमा सुतेर युवा मागसँग हामी प्रार्थना गर्दछौँ। यो केबल कार कुनै हालतमा खारेज हुनुपर्छ। हामी हाम्रो युवा मागसँग हामी विश्वास गर्छौँ। हाम्रो युवा मागलाई, मुकुङलुङ युवा मागलाई प्रार्थनाको लागि हामी सुत्छौँ। हामी 2 मिनट सुतेर हामी प्रार्थना गर्छौँ कि यो केबल कार जसरी पनि खारेज हुनुपर्छ र यो खारेज भएर हाम्रो प्रकृतिलाई बचाउनेछौँ, हाम्रो पर्यावरणलाई बचाउनेछौँ र त्यो जङ्गलमा रहेको जति पनि वन्य जन्तुहरू हुनुहुन्छ ती सबै चराचुरुङ्गी, जल जङ्गल जमिनको रक्षाको लागि, प्रकृतिको लागि, पर्यावरणको लागि र सम्पूर्ण संरक्षणको लागि हामी सङ्कल्प गर्नेछौँ र यो सङ्कल्पको लागि हाम्रो योद्धाहरूलाई फेरि पनि सडकमा आएर सुत्नको लागि म विनम्र अनुरोध गर्दछु। थुङलिङ काण्डको दोषीलाई कारबाही गर। थुङलिङ काण्डको न्यायिक छानबिन गर। मुकुङलुङ संरक्षकहरूलाई अपराधीकरण गर्न पाइँदैन। मुकुङलुङ संरक्षकहरूको सम्मान गर। मुकुङलुङ गोलीकाण्डको छानबिन गर। केवल कार जग्गा भ्रष्टाचारको छानबिन गर। जनतालाई गोली हान्न पाइँदैन। झुटा मुद्दा लगाएर दुःख दिन पाइँदैन। धर्ममा व्यापारीकरण बन्द गर। धर्ममा व्यापारीकरण बन्द गर। राज्य आतंक बन्द गर। प्रहरी दमन बन्द गर। केबल कार निर्माण खारेज गर। मुकुङलुङमा केबल कार चाहिँदैन। गोली
हाल्न आदेश दिने सिडिओलाई बर्खास्त गर। म समयको लागि हाम्रो मुकुमलुङ सङ्घर्ष समितिको अभियन्ता आलोकजीलाई 2 मिनेट समयको लागि म अनुरोध गर्दछु र फेरि पनि सम्पूर्ण योद्धाहरू सडकमा आएर सुत्नको लागि विनम्र अनुरोध गर्दछु। यति मात्रै हाम्रो प्रार्थना र सङ्कल्पले पुग्दैन। हामी 2 मिनेट सुत्नको लागि हामीले कन्जुसाइ नगर्नको लागि पनि म प्लिज हाम्रो योद्धाहरूलाई मुकुमलुङ संरक्षणकारीहरूलाई सडकमा आएर 2 मिनेट सुतेर युवा मागसँग हामी प्रार्थना गर्छौँ। यो केवल काग जस्तो विकासको नाममा विनाश गर्ने, हामी निहत्ता जनतालाई गोली हाल्ने, बाबर दमन गर्ने, घरमा रातको 11 बजी घरभित्र पसेर असुर ग्यास हाल्ने, त्यहाँभित्रको महिलाहरूलाई चाहिँ बर्बर दमन गर्ने र यो राज्यको आतङ्कको विरुद्धमा हामीले चाहिँ युवा मागसँग प्रार्थना गर्छौँ। आइन्दा यो राज्यले हामीमाथि यस्तो बर्बर दमन गर्नु हुँदैन र यस्तो खालको विकासको यो विनाश गर्ने यो विकास योजनाहरू हाम्रो ताप्लेजुङको मुकुमलुङमा खारेज हुनुपर्छ भन्ने कुरा म राख्दै मैले समयको लागि मैले चाहिँ आलोकजीलाई अनुरोध गरेँ। राज्य सत्तालाई पछिल्लो समयमा केपी ओलीको नेतृत्वमा बनेको राज्य सत्ता म खबरदार गर्न चाहन्छु। यो 1 किलोमिटर अगाडि केपी ओली लगायतका मन्त्रीमण्डलका मानिसहरू यो माइती घरमा आएर हेर्नुहोस् कि यहाँ दलितहरू अन्यायमा परेर उनीहरू वर्षौँदेखि आन्दोलनमा छन् र करिब हप्तादेखि यहाँ अनसनमा बसेका छन्। यहाँ विभिन्न धर्मावलम्बीहरू आफ्नो अधिकारको निम्ति अनसनमा बसेका छन्।